बाटो बिग्रेको बाटो यता चाहिँ 12 होइन रत्नगर हो नि है। ल हेर्नुहोस् है यो रत्नगर 12 हो र त्यो रत्नगर 13 हो है। केही भनिहाल्यो भने ए फल्ना यस्तो भन्यो हुन्छ तारे भन्छ त्यही आधा चुप लागेर बस्नुपर्छ। चुप लागेर बस्ने भन्दा पनि अब यस्तो हो, अब मैले चाहिँ म एउटा नराम्रो भएर सबै जगतलाई राम्रो हुन्छ भने म नराम्रो बन्न तयार के बरु होस् मलाई उठाउनु परदेशको काम हो, परदेशले जे गर्ने उसैले गर्छ, ऊ उतातिर जस्तो बनाएर ल्याए हामी उतै नै हाले छैन। कहिले गाडी यहीँ आइपुग्छ, कहिले ढुङ्गा यत्रो ढुङ्गा लिएर यहाँ डक्टर एकचोटि त मेरो यहाँ बजाएर गएको यहाँ यो आवाज 100 जनाले उठाए कसैको आवाज सुन्नेवाला कोही पनि छैन। परदेशको मान्छे यहाँ आउँदै आउँदैन सामसुरा हाथे एकचोटि तपाईँहरू कहाँ जानुभयो, यत्रो बाटो बिग्रेर यस्तो हुँदाखेरि तपाईँहरू एकचोटि भोट माग्न आउने, अहिले नआउने। फुटपाथ हो नि त बायो त हो नि त स्कुटर चलाउनु भएको हो नि त के भयो त अब यसलाई। ल हेर्नुहोस् त फुटपाथ त यो रत्नगर 12 नै होइन यहाँबाट यता यहाँबाट है फेरि यहाँनिरबाट रत्नगर यो बाटो बिग्रेको बाटो होइन, बाटो बिग्रेको बाटो है। अन्त बाटो बिग्रेको बाटो यता चाहिँ 12 होइन रत्नगर हो नि है। ल हेर्नुहोस् है यो रत्नगर 12 हो र त्यो रत्नगर 13 हो है। फेरि कामै नपाएको यसलाई जहिले नि यही बाटोकै विषयमा कुरा उठाउनु परेको भनेर भन्नु होला नि। यो भित्र ढल छ छैन है। अनि यो यसरी बनाउँदाखेरि चाहिँ हजुरहरूले चाहिँ एकचोटि पनि के अरे यहाँ ढल बिनाको बाटो नबनाऊ यहाँ पानी जम्छ भनेर हजुरहरूले भन्नुभयो कि भएन त? भन्नुभयो। परदेशको काम हो, परदेशले जे गर्ने उसैले गर्छ, ऊ उतातिर जस्तो बनाएर ल्याए हामी उतै नै हाले छैन। उता नै हाले होइन। अनि सुरु त्यहाँ त उठे पानी बग्ने ठाउँ छ नि त, त्यहाँ त कलबोर्ड छ नि त ओह्रालो भएर है। त्यहाँ पानी बग्ने बाटो भएर अनि पहिलाको यहाँ पुरानो सानो उयो थियो होइन, ढल थियो है पहिलाको सानो थियो। अनि त्यहाँ पानी बग्ने ठाउँ छ है 13 नम्बरमा नि, यहाँ पनि छैन भनेको सुनेको छ क्या मैले यतापट्टि पनि है। सुन्नु है, अनि त्यहाँ पानी बग्ने ठाउँ छ, त्यहाँ त जम्ने ठाउँ छैन नि त, त्यही भएर बाटो राम्रो भयो कि त्यहाँको, किनकि पानी त स्वाट्टै बगेर त्यहाँ कलबोर्डबाट जान्छ नि त। हो अनि सुन्नु न, अनि सुन्नु है बाटो अर्को बनाउनु पर्छ। अनि त्यसपछि यहाँनिर हाम्रो समस्या पहिल्यैबाट थाहा छ नि त, यहाँ पानी जमेर यस्तो हुन्छ भनेर। अनि समस्या त सबैजनालाई थाहा छ, अनि थाहा भएर पनि यो समस्या चाहिँ नदेखेको हो कि अनि प्रदेशबाट आएको त थाहा छ, प्रदेशको मान्छेले देखेन हामीले पनि बुझ्छौँ त्यो कुरा है। तर यहीँको मान्छेहरूलाई त थाहा छ नि त, हाम्रो यहाँको मान्छेले भनेर परदेशको मान्छेले सुन्दैन। परदेशको मान्छे यहाँ आउँदै आउँदैन सामसुरा हाथे एकचोटि तपाईँहरू कहाँ जानुभयो, यत्रो बाटो बिग्रेर यस्तो हुँदाखेरि तपाईँहरू एकचोटि भोट माग्न आउने, अहिले नआउने, अहिले यो बाटो बिग्रेको हेर्न नआउने, तपाईँहरूको समस्या के छ भनेर सोध्न नआउने भनेर मैले सांसदलाई यही विष्णु ढकाललाई, माधवपुरको हरि ढकाललाई हो उसलाई मैले यहीँ ल्याएर भनेको भन्दाखेरि पनि केही लागेन। सांसदलाई भन्दा बनाइदिएर अनि यताको पानी उतातिर बग्ने बनाइदिएको भए ओह्रालोतिर बग्थ्यो राम्रो हुन्थ्यो। अब हामीले सुनेको अहिले कृष्ण मन्दिरसम्म यो डिल हाल्ने अरे अनि बल्ल पिच गर्ने अरे भनेपछि त अझै 5 वर्ष बन्दैन कि जस्तो बन्दैन। अनि यो पानी त स्वाट्टै हाम्रै घरभित्र पस्न आइपुग्छ क्या, हो नि। यो यहीँको पानी यता छिर्या हो नि त, यदि यो नभएको भए त यो साइडबाट सोच्थ्यो नि त पानी त, हो कि होइन भन्नु न, तल सोच्थ्यो कतिपय कुरा। अब घामले पनि सुक्थ्यो। अस्ति पनि त्यहाँको मैले उठाएको यो मन्दिर नेर छ नि, यो मन्दिर नेरको कुरा मैले उठाएको थियो। यो बन्दै त्यहाँनिर पानी जम्छ, सबैलाई थाहा छ नि त। अस्ति पनि यति आएको होइन त, मैले यहाँ पानी जम्छ पहिला सुरु चाहिँ यो थाहा नभएर हो कि थाहा पाइ यस्तो गर्नुभएको भनेर मैले त्यति बेला कुरा उठाउँदाखेरि कसैले सुनेनन्, सुने पत्तो लाएनन् होइन। अनि सातजना थिए, उनीहरूलाई मैले गएर त्यहीँ बोल्ने मान्छेलाई यो हाम्रो बाटो हो, हामीले यहाँ बनाउनु लागेको बेलामा यस्तो बनाइदियो उस्तो बनाइदियो, यसो गर यहाँ पानी जाने छ्याम बनाइदिए भनेर हामीले भन्नु पर्यो। हामी बुढो मान्छे मात्रै कराएर सुनेनन् भनेर भन्दाखेरि हाम्रो काम होइन, हामीले कराएर हुँदैन भने त्यहाँको मान्छे 10-12 जना थिए, कोही पनि अघि छोरो मान्छे कोही अघि सरेन। अनि बुढो मान्छे कराएर मात्रै काम लागेन। अनि के भयो भने होइन समस्या छ हामीलाई, तर समस्या
भएको यही बाटोमा पनि हाम्रो यहाँको सांसदहरू त हिँड्नुहुन्छ नि त हो कि होइन ल भन्नु त हाम्रो यहाँको अब हुनुभएको हाम्रो यहाँ हामीले जनप्रतिनिधि सबैजना यही ठाउँको हो कि फेरि होइन उहाँहरू यही बाटो युज गर्नुहुन्छ जहिले पनि यही बाटो हिँड्नुहुन्छ है उहाँहरूलाई यहाँनिर पानी जम्छ यहाँ खाल्टो छ यहाँनिर समस्या हुन्छ भन्ने सबैजनालाई थाहा छ थाहा भइ पनि अब हामीलाई यो पेलेर नै यस्तो खालको योजना गरेर निकाल्नु यसरी नै काम निकाल्नु हुन्छ हजुर ओडाले हालेको होइन 13 नम्बरको एकजना व्यक्तिले आएर यहाँ खाल्टो पऱ्यो भनेर हालेको त्यो सबै पानीले बगाएर लग्यो छैन अब यस्तो हो व्यक्तिगत खल्तीबाट पैसा कसैले पनि हाल्दैन र हाल्न पनि सक्दैन तर आएको बजेटलाई चाहिँ राम्रोसँग युटिलाइज हुन पर्यो के हाम्रो अलि पिँढीसम्म पनि यो कामले चाहिँ धानोस् यसपालि बनायो आगो नै बिग्रिने नहोस् के यो मैले चाहिँ देखेको होइन अब यो इन्जिनियरदेखि ठेकेदारसम्म ठेकेदारदेखिबाट चाहिँ यो काम गर्ने मान्छेसम्म चाहिँ के भइरहेछ भने एउटै बाटो बारम्बार बनाएर जिन्दगी चलाउने बाटो भाँडो बनाइरहेछ कि यो मैले देखेको चाहिँ होइन अब अनि यो भत्काएपछि त उनीहरूले के भने यो इट्टा जस्तो छैन यो काम लाग्छ भन्नुभएको छ तर यिनीहरू त काम लागेन नि त यसमा पनि त पैसा खर्च गएको त हो कि भन्नु यो एउटा मात्रै सामान काम लाग्छ भनेर चाहिँ यो सामान सबै काम यो भित्रको इट्टा काम लाग्दैन फुट्छ अब यो सिमेन्टी बालुवा त्यसै यो खेरा गयो अनि अर्को कुरा झन् इन्जिनियरको खर्च खेरा गयो ठेकेदारको पैसा खर्च खेरा गयो अनि त्यसपछि अर्को के खर्च खेरा गयो काम गर्ने मान्छेको खर्च खेरा गयो यहाँ त कति धेरै खर्च गयो नि त एउटा यो हजुरको ल 1 किलोमिटरको बजेट थियो भने बरु आधा किलोमिटर बनाएर र काम चाहिँ परिपक्व तरिकाले नै ढल निकास हुने गरेर राम्रो काम बनेको भए त फेरि फुटाउन पनि आवश्यक थिएन नि त जनताले चाहिँ हामी सर्वसाधारणले चाहिँ आजै बन्नुपर्छ अहिले बन्नुपर्छ यो पुरै बनाइदियो भनेर कसैले पनि भनेको छैन छ त त्यस्तो भनेको छैन नि त अनि मैले यसको बारेमा आवाज उठाउँदाखेरि चाहिँ अब यहाँ कसैलाई पनि चासोको विषय भएन कि यो तर अनि अहिले के गरे सरकारले अब जरिवाना हालेछ कि अब यस्तो रोडमा परेर एक्सिडेन्ट परेर मान्छे के गरेर मान्छे तलमाथि भयो भने ठुलो दुर्घटना घट्यो भने को जिम्मेवारी कतिपल्ट लड्यो कतिपल्ट चोट भयो होइन अब हुन त यस्तो हो धन क्षति भए पनि जन क्षति भएन तर हुँदैन भन्ने त सम्भावना त छैन नि त हस्पिटल लग्यो होइन अब मान्छे मरेको पो छैन त तर हातखुट्टा भाँचेको त छ नि त हजुरहरूको त घरै यही हो अब दिनरात देखिरहेको हुन्छ यहाँको गतिविधि त मोटरसाइकल यस्तो घ्याचेकै भए हुन्छ उठाएर लिएर जान्छन् कोही के गर्छन् अब हाम्रो अगाडि छ पानी सबै छिटो ल्याएर हुन्छ हाम्रो पिँढीमा आउँछ उनीहरूलाई गाडी तुफान ल्याउँछ पानी नभन्छ त त्यता आउँछ पिँढीमा आउँछ यहाँ आवाज 100जना जति उठाए कसैको आवाज सुन्नेवाला कोही पनि छैन अब म पनि यही बाटो हिँड्ने हो एउटा सर्वसाधारण र गाउँको मान्छे नै हो कि अब छैन म एउटा व्यक्तिगत रूपमा चाहिँ यहाँनिर म गाउँको मान्छे भएर हाम्रो यो समस्या यहाँनिर चाहिँ यो बाटोमा समस्या छ है भन्ने कुरा चाहिँ मैले यहाँ जानकारी पहिल्यैबाट छ मलाई होइन म जब अस्ति भर्खर जन्मेको मान्छेलाई मलाई यो कुरा थाहा हुन्छ भने 50-60 वर्ष 70 वर्ष बिताएको मान्छेहरूलाई यहाँतिरको कहाँनिर चाहिँ गाह्रो साह्रो पर्छ यो बाटो कहाँनिर चाहिँ यसरी खाल्टो छ कहाँनिर समस्या छ भन्ने कुरा थाहा हुँदैन हाम्रो जनप्रतिनिधिहरूलाई सबैलाई थाहा छ क्या वडाका मान्छे सबैजना आथे अध्यक्ष सदस्य सबै आथे आए हेरे गए यस्तो छ हेर्नु न अब अहिले पानी परेको छैन नि त अब यो कति दिनको पानी हो अहिलेसम्म नि जमेरै बसिरहेको नि यस्तैले हो नि त बाटो बिगार्ने भनेको त होइन र यही पानी जमेर बाटो बिग्रिने हो नि त त्यसको त के निकाल्ने हो र अनि म त्यहाँनिरको बाटो बिग्रे अस्तिको पानी जमेर अनि म त्यो पनि हजुरहरूलाई म देखाउँछु है केही भन्नु छ केही भन्नु छैन अब के भन्ने अब हामी भनेर केही कामै लागेन हामीले जे भन्यो जति यहाँ बनाउने बेलामा हामीले भनेको थियौँ यस्तो गर उसो गर भन्दाखेरि कसैले सुन्ने कान लगाएनन् हजुर नभनेपछि हामी थाकेर बस्यौँ जति डिल बनाइन्छ त्यति चाहिँ पिच बन्दै जाओस् पानी नजमोस् यो बाटो बारम्बार यसरी भत्केर यो दुर्घटना ग्रस्त क्षेत्र नहोस् के होइन मैले चाहिँ मेरो मनको धारणा या माग भनेको मेरो चाहिँ यति नै हो पर्सनल मलाई व्यक्तिगत रूपमा केही पनि चाहिँदैन यो सबैजनाको लागि चाहिँ सहज भइदियोस् सबैलाई सहज हाम्रो त अगाडि नै छ
हजुरको त्यहाँबाट के गरेर होइन त्यहाँनिर केही कुरामा अब गाडीलाई अनकम्फोर्टेबल भयो भने घर यति नजिक चाहिँ यो घरमा आएर ठोक्किँदैन भन्ने चाहिँ कुनै पनि ग्यारेन्टी लिन सक्दैन के हो कि होइन ल भन्नु न। अनि त्यसपछिबाट कति क्षति हुन्छ ल भन्नु त। ठुल्ठुलो हाम्रो यो बाटोमा त हजुरको लगभग यो अब धेरै 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 टन वजन उठाउने गाडीहरू पनि हिँडिरह हुन्छ के। यहाँ त कत्रो कत्रो तल्लो बाटो बिग्रिनु बित्तिकै सबै यही बाटो हो गाडी हो नि केही समस्या छैन हो नि सबै यही हो। उता भोजाडबाट निकालेर यही बाटो हिँड्ने हो। सबैजनाले थाहा हुँदा हुँदा पनि यस्तो पेल्ने कारण चाहिँ के रहेछ मैले नबुझेको चाहिँ। अब यो हामीले भन्दाखेरि वडाले गर्ने होइन यो त अब प्रदेशले गर्ने हो। त्यो त बुझेछु त नि। ओ परदेशको मान्छेले देखेको छैन देख्नु भएन उहाँहरूले। तर यहीँको मान्छेले त कुरा त राख्न सकिन्छ नि त। उहाँहरूलाई त ओडामा वडा अध्यक्ष किन राखेको यहाँको समस्याको जानकारी चाहिँ नगरमा लगोस् भनेर। ल नगरमा हामीले मेयर किन छानेर राखेको मेयरले चाहिँ उहाँ लानु पर्यो नि त त्यो कुरा। फलानु ठाउँमा त यस्तो छ है भने ओडाको मान्छेले चाहिँ यहाँ हाम्रो टोल अध्यक्षलाई किन राखेको टोल अध्यक्षले समस्या बताओस् है भनेर राखेको हो नि त। हो यो चाहिँ प्रत्येक मान्छेमा एक एकजना मान्छेमा चाहिँ यो गम्भीरता भएन भने यो यस्तै हो काम हुने नै यही हो। अझ ठुलो पानी आदिन त यही बाजे चढ्छ। सांसदहरू पनि जुन जुन जिल्लाबाट जितेर गयो त्यो जिल्लाको सांसदहरू हाम्रो हाम्रो मेरो क्षेत्रमा आफूले भोट लिएर जितेको क्षेत्रमा कहाँ कहाँ समस्या छ भने उसले त हेरिदिनु परेन। हो त्यो हेरेर बताओस् भनेर त यहाँ तलब दिएर सरकारले तलब दिएर राखेको त। त्यहाँ हेरेर नजर अन्दाज गरोस् भनेर त होइन नि त। यहाँ त भोट माग्दिन आउँदैन हजुर नमस्कार नमस्कार भोट दिनुहोस् है मलाई भन्छ। अनि गएपछि अर्को दिन देख्नै पाइँदैन देख्ने त के फोन पनि उठाउनुहुन्न क्या त्यही हो। ल अब समस्या भनेको अब हामी जति कराए पनि समस्या यही हो। तर मेरो तात्पर्य चाहिँ भोलि केही कारणले केही चाहिँ यहाँनिर अब नराम्रो नै क्षति हुन गयो भने चाहिँ फलानु दिनमा फलानुले यस्तो गरेर कुरा उठाउँदा पनि हेरेनन् भन्ने चाहिँ उहाँहरूलाई जानकारी होस् क्या। त्यसकै लागि हो। ल हस् धन्यवाद हजुरहरू। ल है त्यहाँ पनि मकै सुकाइरहनु भएको छ है। हाम्रो यो रत्नगर बाडाको फुटपाथ चाहिँ मकै सुकाउनको लागि रहेछ है गाइज। मलाई यस्तो हाँसो लाग्छ कि देख्दा पनि। यसैको लागि मात्रै हो होइन त यही मकै सुकाउनको लागि अनि घरको सामानहरू राख्नको लागि युज भइरहेको क्या हाम्रो फुटपाथ। अब अरू त के काम लाग्यो त यहीँ पानी जम्छ हजुरहरूलाई थाहा छ नि है जम्छ होइन यति घोडा घोडा पानी आउँछ। अब यो फुटपाथ बनाएको फाइदा छ त ल भन्नु त होइन। हजुरले यो सुकाउनु भयो भनेर होइन सुकाउनु भयो भनेर होइन मैले यो कुरा उठाएको चाहिँ फुटपाथ बनाएपछि चाहिँ पानी जाने तल त चाहियो नि त छैन नि त। यहाँ त पानी जम्छ नि त। यो फुटपाथ बनाउँदा तल नाली बनाएर गर्नुपर्छ नि त। अब अहिलेलाई केमा युटिलाइज भएको छ मकै सुकाउनको लागि। मलाई हाँसो लाग्छ कि अस्ति नै त्यहाँ सुकाइरहनु भएको थियो हजुरले मात्र होइन ऊ त्यहाँनिर पनि सुकाइरहनु भएको थियो मैले त्यो देखेको थिएँ कि। अनि यहाँ चाहिँ नाला बन्नुपर्छ भन्ने चाहिँ मेरो उद्देश्य मैले त्यो माग गरेको होइन। अब यहाँनिर अब पानी सर्लक्कै यहाँ त जमेर तालै बन्ने हो के हो नि माथिसम्म घरभित्रै पसेको हो। जब 24 घन्टाको पानी होइन त त्यो 24 घन्टा पनि अझ राम्रोसित होइन लगभग हजुरको 15-16 घन्टाको पानी होला के। त्यही भएर हाम्रो रत्नगर बाडाको फुटपाथ चाहिँ अरू केहीमा पनि युज भएको छैन। यही मकै सुकाउन धान सुकाउन युज भइरहेछ। ल हस् धन्यवाद। पानी जम्ने ठाउँ यही अहिलेसम्म सुके छैन पानी यस्तो छ ल बुझेछु भने। अब ऊ त्यहाँनिर पनि सुकाइरहनु भएको के केही छैन अब सुकाइरहनु भएको छ। अनि दोस्रो ठाउँ चाहिँ हाम्रो यहाँनिर समस्या चाहिँ कहाँ छ भने अब यहाँ के हो चामल हो कि के हो मैले त्यो अलि टाढाबाट सुकाइरहनु भएको छ। ए रोटी पोल्नलाई रहेछ चामलै रहेछ। एउटा समस्या यहाँ हो हजुरको यहाँ छ समस्या है एउटा समस्या यहाँ छ। पानी अझै पनि सुकेको छैन। यहाँ बाटो बिग्रिसक्यो। यो चाहिँ पानी जमेरै बिग्रिने हो बाटो। अब यहाँको समस्या हजुर यस्तो कि अब यहाँनिर पानी जम्छ। अस्ति पनि मैले देखाएको ठाउँ चाहिँ यही हो कि हेर्नु न यस्तरी पानी जम्छ। अब मलाई चाहिँ अब चित्त नबुझेको कुरा चाहिँ अब मान्छेलाई काम गर्न दिनुपर्छ। काम चाहिँ सबैजना चाहिँ सर्वसाधारणलाई चाहिँ राम्रो होस्। अब यो बाटो हामी सबैजनाले युज गर्ने बाटो हो जहाँ कि हाम्रो यहाँ जनप्रतिनिधिहरू सबैजना यही बाटोमा हिँड्नुहुन्छ। तर भने पनि यहाँ खाल्टो छ यहाँनिर पानी जम्छ उहाँहरू सबैलाई थाहा छ। अब म वास्तवमा भन्नुपर्दा मभन्दा त धेरै सिनियर हो उहाँहरू चाहिँ। अब
उहाँहरूलाई थाहा हुँदैन होला त यहाँ पानी जान्छ यहाँ समस्या आउँछ भनेर। अनि फेरि अर्को कुरा चाहिँ सरकारले चाहिँ हजुरको प्रदेशमा मान्छे राख्छ होइन सरकारी तलब दिएर, अनि फेरि यता नगरपालिकामा राख्नुहुन्छ सरकारी तलब दिएर, त्यसपछि ओडामा हुन्छ होइन ओडामा राख्नुहुन्छ सरकारी तलब दिएर। यो राख्नुभएको सबैजना सरकारी कर्मचारीहरू चाहिँ यो गाउँमा के चाहिँ समस्या छ भनेर थाहा पाउनलाई आफ्नै गाउँको मान्छे राख्ने हो नि त। अनि उहाँहरूले समस्या बताउने हो कि त्यो सरकार उहाँ गएर चाहिँ मन्त्रीहरूलाई चाहिँ थाहा हुँदैन, प्रत्येक ठाउँको गाउँको चाहिँ गतिविधिहरू केही पनि थाहा हुँदैन। त्यो गतिविधि सुनाओस्, दुःख सुनाओस्, कता नराम्रो छ यो ठाउँलाई चाहिँ सुल्झाउनु पर्छ, समस्यालाई समाधान गर्नुपर्छ भनेर सरकारी तलब दिएर मान्छे राखेको हो। तर गाह्रो समस्याहरूलाई चाहिँ उहाँले समाधान गर्न सक्नु हुँदैन भने चाहिँ त्यो कुरालाई चाहिँ हामीले एकदमै अस्वीकार गरेर त्यो चिजलाई चाहिँ हटाउनु पर्छ है, अरू कुरा केही पनि होइन। अनि मलाई समस्या परेको होइन कि यो सबै सर्वसाधारणहरू हाम्रो यहाँ भएको जनतालाई चाहिँ एकदम समस्या परेको छ यो कुराले चाहिँ। अब हजुरको यहाँनिर फुटपाथ त बनिरहेछ, अब फुटपाथ बनेर के गर्नु, तल पानी जाने ठाउँ छैन, माथि फुटपाथमाथि पानी बग्छ। अब त्यो फुटपाथको के भयो त, त्यो फुटपाथ राखेर अनि मान्छेको घरभित्र पस्छ के। अब यहाँनिर यस्तो बाटो बिग्रे हजुरको यहीँनिर एउटा पसल छ बिचरा, त्यहाँबाट बाटोबाट आउँदाखेरि कहिले कहिले अब मेसिनको कुरा हो, अब केही समस्या परेर चाहिँ एक्सिडेन्ट पऱ्यो भने त यसरी मान्छेले यसरी अलिअलि भए पनि आफूले केही गरेर खान्छु भनेर बसेको पसललाई हानिदियो भने धनजनको क्षति हुन्छ। अनि त्यो चाहिँ कसले बेहोर्ने हो त नि। अब ट्याक्स मात्रै लगाउने हो कि सरकार, अब हजुरहरूले चाहिँ जरिवाना मात्रै ठोक्ने हो कि। अब यस्तो बाटोमा त अब दुर्घटना हुँदैन भन्ने त कसले चाहिँ ग्यारेन्टी लिन्छ के। कतिचोटि नखाने यहाँ ढुङ्गा गाडीले ढुङ्गा ल्याएर कहिले गाडी यहीँ आइपुग्छ, कहिले ढुङ्गा यत्रो ढुङ्गा ल्याएर यहाँ ढग्दा। एकचोटि त मेरो यहाँ बजार गएको यत्रो ढुङ्गा आउँछ। समस्या सबैजनालाई छ के, अब एक्सिडेन्ट हुन्छ यहाँ हो नि। अनि कति समस्या सबैजनालाई छ होइन। अस्ति पनि अब यहाँ लगभग घोडाभन्दा माथि पानी आएको नि त। अनि यहाँनिर यहाँको अङ्कललाई सोधेको, मैले भनेको नानी सुनेनन् भन्नुभयो। त्यहाँको अङ्कलले आज मलाई के भन्नुभयो भने कुरा उठाएको कसैले सुनेन, प्रदेशको काम हो यो त। ठिक छ प्रदेशको काम हो, तर यहाँको समस्या त हाम्रो यहाँको मान्छेलाई त थाहा छ नि त। अब हामीले भन्दाखेरि त हाम्रो यहाँको जनप्रतिनिधिले सुन्नु परेन त। समस्या यहाँ छ कि जनप्रतिनिधिहरू चाहिँ होइन यहाँ यस्तो छ, यो यस्तो गरेर हुँदैन। ठिक छ 1 किलोमिटरको बजेट आछ भने बरु आधा किलोमिटर बनाओस्, तर यहाँनिर त सबै कुरा चाहिँ भविष्यसम्मलाई चाहिँ त्यो चिज चाहिँ टिकाउ होस् के, दीर्घकालीन होस् के। यो चाहिँ समस्याको रूपमा फेरि नआओस् होइन। समाधान हुन पर्यो नि त जे काम गरेर पनि। अब यहाँनिर अब के भन्छु भनेर फोन हाने नि फोन उठाउनुहुन्न, कुरा त्यस्तो छ। अस्ति यहाँनिर यहाँ पानी यसरी जम्यो, मैले यस्तो भएछ अब यसलाई के गर्नुपर्छ भनेर भन्छु भनेर फोन हानेको फोनै उठाउनुहुन्न। केही भनिहाल्यो भने तारो बन्छ फेर्ने, केही भनिहाल्यो भने फल्ना यस्तो भन्ने हुन्छ तारो बन्छ। चुप लगाएर बस्ने भन्दा पनि अब यस्तो हो। अब मैले चाहिँ म एउटा नराम्रो भएर सबै जगतलाई राम्रो हुन्छ भने म नराम्रो बन्न तयार के। बरु होस् मलाई हजुर बाउस होइन। अब अस्ति मैले आज शुद्ध 3 चोटि भिडियो बनाएँ कि आज शुद्ध। त्यहाँ पाइपबाट पानी यतैकै बाटोतिरै निकास। ओहो ओ माई गड, म दङ पर्छु कि। यो सुरुमा त्यो बनाउनुभन्दा अगाडि नै मैले त्यही फेसबुकमा जानु होइन, मैले पिन गरेर राखेको छु। बनाउँदै नै मैले यो कुरा यो समस्या बन्छ भनेर मैले कुरा उठाउँदाखेरि चाहिँ अनि त्यसपछिबाट यहाँनिर कतिजना मान्छेले मैले पहिला बन्दै नै मैले कुरा उठाएको। यो हाम्रो यो जेठमा बनाए हो नि त है। मैले त्यति बेला नै भिडियो छ हेर्नु, हजुरको 6-7 मिनटको भिडियो छ। मैले त्यही जुन ठाउँमा पाइप राखेको थिएँ नि त्यही पाइपबाट नै मैले ठ्याक्क मैले भिडियो गरेर मैले त्यहीबाटै बनाएको कि। त्यही भएर त्यो यो यहाँ समस्या छ भने भनौँ न, अब हामी जस्तो बुढाहरूले बच्चाहरूले यो कुरा थाहा पाउँछ भने हामीभन्दा त लगभग डबल टेब्बर मान्छेहरू यही ठाउँमा बसेर बुढो भइसक्नु भयो मान्छेहरूले थाहा हुँदैन र। म चाहिँ यही भन्न यो चाहिँ फुटपाथ बनाइने, फुटपाथ बनाएपछि यो चाहिँ सोर दिन पर्थ्यो कि सरकारले। सुन्नु न, सोर दिन त पर्थ्यो होइन, पानी जम्छ होइन, यो सोर दिनु पर्थ्यो, यो सोर दिनु पर्ने। अब उनीहरूको बिस्तारै बजेटमा आउला त्यो मैले मान्छु, तर यहाँ पानी जाने नै ठाउँ छैन। बर्खाको पानीलाई हो नि त हाम्रो त समस्या भनेको। निकासा त चाहियो नि त। अब यहाँ अब धेरै टाढा छैन कि, पञ्चायत त यहीँ लगभग 1 किलोमिटर नजिक छ होइन। त्यहाँबाट यहाँनिर घोल छ, त्यही घोलबाटै सर्लक्क निकास गरेर उतैबाट झारिदिएको भयो त। त्यहाँनिर फेरि छ पानी जाने ठाउँ छ, फेरि दुईपट्टि नै राम्रो पेटी बनाएको छ सालगारीमा छ। त्यहीबाट सर्लक्क झारिदिए त यो समस्या आउँथेन के। सुरुमा मैले चाहिँ के भन्छु भने सुरुमा चाहिँ समस्यालाई समाधान गरेर बल्ल माथि टालटुल गर्ने हो के।
यो त के भइरहेछ भने हाम्रो यहाँनिर त मैले बारम्बार भनेको छु कि हाम्रो यहाँको इन्जिनियरदेखिबाट ठेकेदारसम्म सबैजनालाई के लगभग अब यो जोसुकै होस् यो काममा आबद्ध भएको मान्छेलाई चाहिँ एउटै काम चाहिँ वर्ष पछि बारम्बार बनाएर उनीहरूको जीविका आर्जन गरेको के काम चलाउने भाडो बनाएको छ कि कमाइ खाने भाडो। अब यस्तो चाहिँ यस्तो साधनहरू हिँड्नु बाटोमा यस्तो छ कि बाटै यस्तो छ। ल हस् धन्यवाद। अनि हजुरहरूले विरोध नगर्नु भएको यो तल बाटो बनाउँदाखेरि हजुर अब इन्जिनियर आउँछ। हजुर त्यो इन्जिनियर हो कि के अरे खानालाई अब चिया डाँडो बनाइदिनु चिया डाँडो बनाइदिनु त्यही त हो। मैले अस्ति यहीँबाट भिडियो बनाएको थियो है, यही हो लोकेसन चाहिँ यही हो होइन। अनि यहाँनिर मैले एउटा पाइप देखाएको थिएँ होइन, यहाँनिर पाइप। अब यो पाइप देखिन्छ भनेर खोइ के हो यसरी छेकेर राख्नु भएको रहेछ। अब यो कसैले जानी छेक्नु भएको हो कि या अब यत्तिकै छेकेको हो, त्यो पानी धेरै बगेर त्यो चाहिँ थाहा भएन। अनि मलाई चाहिँ एकदमै देखाउन मन लागिरहेको चिज चाहिँ के थियो भने हजुरहरूलाई रोक्नु है म देखाउँछु। अब यो त फुटपाथ भयो नि त होइन। अब यो फुटपाथमा चाहिँ पर्सनल मान्छेलाई चाहिँ हुँदैन कि यसरी यहाँनिर चाहिँ तिमीहरू जानुपर्छ भनेर चाहिँ यहाँनिर छोडिँदैन कि ठाउँ ठाउँमा यसरी पाइप राख्नु भएको छ कि यो उताको चाहिँ यतै पानी चाहिँ यतै आओस् भनेर है। अनि हजुरको पर्सनल व्यक्तिलाई चाहिँ यसरी राखिँदैन, फुटपाथ नै हुन्छ आफैले नै सहज हुने गरेर उहाँहरूले चाहिँ अलिकति माटो थुपार्नु भएको रहेछ, त्यहाँ ग्राभेल हाल्नु भएको रहेछ, यहाँ पनि अलिकति ग्राभेल जस्तो छ होइन। अनि मैले नबुझेको कुरा कि अब यहाँनिर एउटा हार्डवेयर छ होइन। अब व्यक्तिगत रूपमा मैले कसैलाई पनि औँला उठाउन खोजेको होइन, काम गरी खानुपर्छ। उहाँहरूले पनि सरकारलाई ट्याक्स दिएर नै हार्डवेयर राख्नु भएको हो, कम्पनी राख्नु भएको हो होइन। राम्रो गर्नुहुन्छ, सेवा सुविधा राम्रो छ। मैले पर्सनल यो हार्डवेयरलाई नराम्रो भन्न खोजेको होइन कि अब उहाँहरूले राम्रोसँग चलाउनु भएको छ, सबैजनाले गरी खानुपर्छ। तर यस्तो छ कि हेर्नु न, अब यो हार्डवेयरको लागि चाहिँ पर्सनल यसरी बाटो छोडिदिनु भएको छ कि। अब यो कताबाट चाहिँ के कुराले उहाँहरूको के चाहिँ सहमति भएर बाटो छोडिदिनु भएको हो कि खोइ के हो त्यो चाहिँ मैले बुझिनँ। मैले नबुझे नि हुनसक्छ है, अब मलाई बुझाइदिनु होला। मलाई चाहिँ एकदमै जिज्ञासा भएको कि किन होला यस्तो हुँदो रहेछ भनेर चाहिँ मलाई चाहिँ जिज्ञासा भएको। अनि त्यही भएर चाहिँ मैले एउटा भिडियो बनाएको। अनर्थ नसोच्नु है, यो भिडियोको लागि चाहिँ भोलि मलाई केही भन्नुभयो भने चाहिँ म आफै नै बसेर दाइहरूसँग कुरा गर्छु। मैले चिनेकै दाइहरू हो, बिचरा राम्रोसँग एउटा हार्डवेयर चलाउनु भएको छ। मैले यो पोजिटिभ रूपमा नै सोधेको है। अब हजुरहरूले यो भिडियो देख्नुहुन्छ भने चाहिँ भयो भने चाहिँ मलाई नराम्रो नसोच्नु होला। मलाई चाहिँ यहाँनिर छ कि यहाँ छ, अनि यहाँबाट पनि उहाँहरूको यहाँनिर बालुवाहरू अब के इँटाहरू केही समथिङ सामानहरू राख्नुहुन्छ होइन। अब यहाँ चाहिँ यसरी बनाउनु भएको छ कन्स्ट्रक्सन जस्तोको सामानहरू। अनि यसरी ग्याप छोड्नु भएको लगभग हजुरको 2-3टा गाडी चाहिँ यहाँनिर चाहिँ यसरी अटाउन मिल्ने खालको कि ट्र्याक्टर पनि यहीँनिर छ है। अनि यस्तो छ यहाँनिर। अब मलाई जिज्ञासा भएर मात्रै सोधेको हो है। अब राख्न पर्सनल प्राइभेट यो एउटा पसल हो होइन, पसलै भनौँ न, एउटा कम्पनी जस्तो पसल जस्तो खोल्नु भएको छ। अनि त्यही भएर जिज्ञासा रूपमा मैले सोधिहालेँ। अनि फेरि अर्को समस्या यहाँबाट के खडा भएको छ भने अब यो पुरा बारीको क्या, अब यहाँ त पुरै बारी हो नि त, यहाँ पछाडि त बारीको पानी चाहिँ जमेर नि हजुरको त्यो बारीको पानी चाहिँ सबै यो बाटोबाट सर्लक्कै आउँछ। अनि आएपछि नि यहाँ बाटोबाट जान्छ कि हेर्नु न, यहाँ बाटोबाट उतै जान्छ कि। अनि त्यहाँ एउटा बस्ती छ, एउटा साधारण एउटा विपन्न परिवार बस्ने बस्ती छ होइन। अनि त्यहाँनिर चाहिँ के भइरहेछ भने त्यहाँ जान्छ सबै यहाँको पानी, त्यहाँ गएर मान्छेको अस्तिको हजुरको 15-16 घन्टाको पानी पर्दाखेरि चाहिँ त्यही पानी बगेर त्यहीँ जमेर होइन। प्रत्येक मान्छे घर घरमा पानी पसेर चाहिँ लगभग हजुरको खाटमै माथि नै भिज्ने गरेर नै पानी पस्यो, घर घरमा पानी पस्यो होइन। खानासाना बनाउने माहौल थिएन, सबै सामानहरू बिग्रेर खत्तम भएको अवस्था छ। अब यो चाहिँ मलाई जिज्ञासा रूपमा मैले सोधेको, यो यसरी बनाउनु भएको छ, यो के हो कस्तो हो है। मलाई चाहिँ यो चाहिँ अलिकति अचम्म लागेर चाहिँ मैले भिडियो बनाइहालेँ है। अब पर्सनल रूपमा चाहिँ अब यसले रिस गरेर भनेको भनेर चाहिँ नभन्नु होला है। मैले रिस गरेँ होइन, मलाई जिज्ञासा मात्रै भएको कि यो गर्न पनि मिल्ला है, हजुरहरूको केही होला नि होइन। अब रिक्वेस्ट होला केही होला त्यो म बुझ्छु। मैले यो नराम्रो सोचेर चाहिँ होइन कि। अनि यस्तो खालको यो कामले चाहिँ यो खालको हजुरहरूको परिवर्तन भनौँ कि के भनौँ होइन,
यो कामले चाहिँ हजुरहरूको त्यहाँ चाहिँ अलिकति समस्या देखा परेको छ है। यसको लागि चाहिँ यसो ध्यान आकर्षण जाओस् र पोजिटिभ रूपमै लिएर चाहिँ यो अलि यस्तो सम्झाइदिनु होला हामीलाई पनि। हामीले पनि अब दुःख गरेर केही हुन्छ कि भनेर अब सानो घर बनाएर बसेको परिवार हुनुहुन्छ त्यो बस्तीमा चाहिँ है। अनि त्यो साह्रै अस्तिकोले चाहिँ यहीँबाट पानी गएको रहेछ कि खोला जस्तै बगेर त्यतै गएको रहेछ। अनि त्यो भएर चाहिँ अनि समस्या देखा परेको भएर चाहिँ मैले सानो भिडियो बनाएको छु है। हस्, धन्यवाद।